महालक्ष्मी, श्री सम्पलक्ष्मी, श्री भोगलक्ष्मी, श्री ज्ञानलक्ष्मी, श्री मोक्षलक्ष्मी गरिकन पञ्चमहालक्ष्मी माताको उपासना गर्दछु। म ढुक्कसँग भन्न सक्छु यदि सम्पलक्ष्मीको कृपा छ, सम्पत्ति एकदमै धेरै छ, तर भोगलक्ष्मीको कृपा छैन भने सम्पत्ति अरू कसैले खान्छन्। सम्पत्ति घरमा हुन्छ, सम्पत्ति भए तापनि डायबिटिज लाग्यो, सुगर लाग्यो, यो लाग्यो, त्यो लाग्यो, ऊ लाग्यो। घरमा काम गर्ने सर्भेन्टहरूले मजाले बरु खान्छन्, घरको असली मालिकले खान पाउँदैन। किनकि सम्पलक्ष्मी कृपा भयो, सम्पत्ति त भयो, भोगलक्ष्मीको कृपा भएन। महालक्ष्मी, सम्पलक्ष्मी अनि भोगलक्ष्मी। भोग त छ, बचाउन सक्छ, गर्न सक्छ, तर उसँग सम्पत्तिको कमान छ। अभाव भएकाले नुन रोटी पनि मिल्न गाह्रो छ। एक सालमा दसैँमा एउटा कपडा पनि जुर्न गाह्रो छ। यहाँनिर के भइदियो भने भोगलक्ष्मीको कृपा त भयो, तर सम्पलक्ष्मीको कृपा भयो। महालक्ष्मी, सम्पलक्ष्मी, भोगलक्ष्मी। ज्ञान बिनाको जीवन अन्धकारमय जीवन हो। मैले हिजो विषयको बारेमा बोलेको थिएँ। ज्ञान भयो भने ज्ञानी व्यक्तिले आफूलाई रक्षा गर्न सक्छ। संसार यस्तै हो, मलाई मात्र दुःख परिया होइन के अरे, सबैलाई यस्तै होला। उसलाई जब दुःखहरू, कष्टहरू, आपत्तिहरू, विपत्तिहरू आउँछन् त्यति बेला पनि धैर्य धारण गर्न सक्ने क्षमता हुन्छ। ज्ञानको कारणले हामीलाई के फरक छ? कसैले मान गरून्, अपमान गरून्, हाम्रो यात्रा अलग प्रकारको भयो। तुल्य निन्दा स्तुति मौनी सन्तुष्ट येन केन चित। मानमा, अपमानमा, जाडोमा, गर्मीमा, आदिमा, जस्तो कि यहाँले देख्दै हुनुहुन्छ। तर ज्ञानी स्वात्मै मतम भगवानले आफ्नो बच्चालाई ज्ञानी भनेर भन्नुभएको छ। ज्ञानी हुन गाह्रो छ बन्धुहरू। एकछिन धैर्य धारण गर्नु पर्यो, एकछिन कठिन यात्रा गर्नु पर्यो भने सबैका साथहरू छुट्छन्। अस्तु, महालक्ष्मी, सम्पलक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी। ज्ञानलक्ष्मी कृपाले यहलोक र परलोकको ज्ञान हुन्छ। नहीं ज्ञानेन सदृशम पवित्रम इह विदिते। भगवान गीताचार्यले ज्ञानको समान पवित्र वस्तु कहीँ केही छैन भनेर आज्ञा गर्नुभएको छ। म ठिक समयमा भनेकाले समय मेरो भगवान हो, म पुग्या हुँ। अब मोक्ष लक्ष्मी कृपाले संसार सागरको सबैको सुख उपभोग भोगेर अन्ततोगत मोक्ष गति प्राप्त हुने हुनाले अनि महालक्ष्मी, सम्पलक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी र मोक्ष लक्ष्मीको बारेमा चर्चा गर्ने। अब मैले यो वस्तु तपाईँले दर्शन गर्नुहोस्, मैले दैनिक लेख्ने गर्दछु है, लेख्ने गर्दछु। हेर्नुहोस्, मेरो विश्वास छ सीताराम, राधेश्याम, हरे राम, हरे कृष्ण भगवान नाम संकीर्तन र लेखाइको पुरा संसारमा हजारौं ठाउँमा हुन्छ। तर एउटै मात्र श्रीपीठ जसमा यो मन्त्र लेखाउन त सबैलाई तिम्रो र तिम्रो अनुयायीको कल्याण हुनेछ भनेर भगवानले मलाई निर्देशन गर्नु भए अनुसार यो मन्त्रको मैले लेख्न थालेँ। जब मैले घोषणा गरेँ एउटा काठमाडौँको सभामा, धेरै व्यक्तिले लेख्न थाल्नुभयो। तर कसरी लेख्नु भएछ? बाबा मैले त 5 वटा कापी लेखिसकेँ, तर अझै पनि मेरो काम भएको छैन। मैले कसरी लेख्नुहुन्छ भन्दा चिया पिउँदै लेख्दै गएँ। कसैले कालो कलमले लेख्ने, कसैले यताको मात्रा उताबाट लेख्ने, कसैले कसरी गर्ने, कसैले अब जाउँ गाडीमा छ बिर्केसलाई जाँदा जाँदा गाडीमै लेख्ने, केही माथिल्लो। मैले भन्न सक्छु यदि भावले, निष्ठाले र विधिपूर्वकले यो लेखन विधाहरू हुन्छ भने भोग, शोक, रोग समाप्त हुन सक्ने हुन्छन्। भर्खरै मात्र यो प्रकल्प हो र मैले यहाँबाट यो शुभारम्भ गराएको। मैले आफ्ना भनाइ भने, तर तमाम व्यक्ति आउनुहुन्छ, उहाँहरू योबाट अनभिज्ञ भयो कि स्वामीजीले के गर्नु लागेको भन्ने कुरा हेर्नुहोस्। यसको लेखनको प्रक्रिया फेरि मैले दर्शाउँ। यसमा 8 वटा श्लोक एउटामा रहन्छन्। हुन त यो पनि रातो मसीले गर्नु पर्थ्यो, 8 घण्टाको अन्तरालमा यो छपाउन पर्ने भएकाले केही न्यूनता रहेको हो। रातो कलमले नै लेख्नुपर्छ, लेख्दाखेरि जसले पनि लेख्नुहुन्छ। अनि त्यसपछि यो पनि रातोमा नै अङ्कित हुनु पर्थ्यो, तर छपाउने बेलामा गर्न सकेनन्, सुधार गर्लान्। यो श्री पञ्चमहालक्ष्मी श्रीपीठबाट मात्र पाइन्छ कापी, अन्यत्र पाइँदैन। जहिलेबाट 1.25 लाखको हाराहारीमा लेख्न थाल्नेछन्, हेरौँ, आजबाट आफ्नो डायरीमा टिपौँ। यहाँ पत्रकार र मेरो हृदयस्थ श्री कुमार भट्टराईजी पनि हुनुहुन्छ, जसलाई मैले धेरै माया गर्ने व्यक्ति र तमाम अहिले
कहीँ न कहीँ कुनै प्रकारले सम्बन्ध भएका व्यक्तिहरू नै मेरो बिचमा तपाईँहरू हुनुहुन्छ। यथा हराएको मान्छे जितेन्द्रजी अहिले खर्चाजी हुनुभयो, अहिले मन्जुदेवको निवास मेरो निवास भएको छ। विनय बाबु पोखरेलको उसमा निर्मल जन मोही सोही पावा मोही छल छिद्र कपट नहीं भावा। महात्मा तुलसीदासजीले भन्नुहुन्छ भने मलाई पनि लाग्छ म अबोध हुँ। म कसैको घरमा जो म पुग्छु भने मलाई पठाइएर पुग्छु, मलाई त्यस्तो लाग्छ, यो मेरो विश्वास हो। अब लेख्ने कुरालाई बताउँदैछु र म लेख्ने पनि छु। पहिले ओम लेख्नुहोस्, लेख्ने व्यक्तिले अन्त्यमा अहिले कापी पनि प्राप्त हुँदैन। ओम अनि त्यसपछि हात जोडे फेरि हरि ओम। यो दुईवटा कुरा हुनुहुन्छ है लेख्नेको लागि। पहिले कलमले लेख्ने बेलामा ओम, त्यसपछि हरि ओम अनि त्यसपछि बोल्दै लेख्दै गर्ने। बच्चाको पढाइ राम्रो हुन्छ, धन धान्यले परिपूर्ण व्यापारिक व्यक्तिहरू बन्नेछन्। जो बेड शय्यामा छन्, अब मृत्यु शय्यामा छन्, मृत्युको प्रतीक्षा गरेका छन्, उनलाई मुक्ति मिल्नेछ। मन्त्र एक तर कार्य अनेक। अब मैले बताउँ है, केहीजना स्वामीहरू गुरुहरूले हुन स्वामीजी यो पञ्चमहालक्ष्मीको बारेमा कहाँ छ? ए तिमी खाली निधार राख्नु हुँदैन, सूर्य अलिकति लगाइदिइहाल त सबैलाई। खाली निधार कहिले पनि हिन्दूहरूको हुँदैन है, एउटा कुरा याद गर्नुहोस्। खाली ठाउँमा गाई भैँसी फोहोर मैला गर्ने ठाउँहरू हुन्छ, बिरालाहरू घुम्छन्, तर कम्पाउन्डभित्र कसैको जाने पर्दैन। यो खाली नराखौँ, यो उत्तमाङ्ग, यो सबैभन्दा माथिल्लो अङ्ग हो। त्यसले गर्दाखेरि सूर्य टीको तिलक जस्तो लगाए तापनि तिलकहरू कुनै न कुनै प्रकारले लगाउँ। खाली निधार भूत प्रेत बस्ने ठाउँ छ, हात खुट्टा काट्यो भने बरु काम गर्न सकिन्छ, तर यो उत्तमाङ्ग हो, कम्प्युटर भाग हो, यो बिग्रो भने काम गर्न सकिँदैन। जसले लगाउनु योग्यता छ। अवश्य नै हिन्दू हो भने, सनातन वेदवादी हो भने थोरै भए तापनि टीको लगाउन सङ्कोच नगर्नु होला, तिलक धारण गर्न सङ्कोच नगर्नु होला। थोरै मात्रामा भए पनि हल्ला नगरिकन पण्डित गोविन्दजीले लगाउने छन्। अब मैले मात्र पञ्चमहालक्ष्मीको लागेको। अब यो पञ्चमहालक्ष्मी चाहिँ के हो त भन्ने कुरालाई थोरै म दर्शाइदिउँ, किनकि मेरो आज शुभारम्भ हो। दिव्य प्रकारले देवराज इन्द्रलाई एकपटक ठुलो आपत्ति पर्यो। आपत्ति कसको कारणले पर्छ? आफ्नो कारणले पर्छ। ठुलो आपत्ति भयो। त्यो आपत्ति श्री मुक्तिनाथ भगवानको अत्यन्त विलम्ब भएको छ। म लेख्नेमा र म आधा घन्टामा हवन गरिकन फेरि तपाईँहरूको साथमा म हुनेछु। त्यसले गर्दा मेरो थोरै नबोलिदिनु होला। के भइदियो भने जब व्यक्ति स्वतन्त्र हुन्छ बिग्रन्छ, कसैको अधीनमा हुनुपर्छ। घर परिवार कसैको अधीनमा भएन भने व्यक्ति स्वतन्त्र भएको व्यक्ति धोका खान्छ र ऊ बिग्रेको हुन्छ। देवराज इन्द्रले, इन्द्र स्वर्गको राजा, उनलाई के भयो भने